नमस्ते र स्वागत छ। म तपाईँहरूको साथी र तपाईँ हेर्दै हुनुहुन्छ नेप्से सरकार। पब्जीको ब्याटलफिल्डबाट सेयर बजारको बुल मार्केटसम्म यो यात्राको तपाईँहरूलाई स्वागत छ। पहिले जङ्गे सरकारको रूपमा चिनिएको यो च्यानल अब पूर्ण रूपमा नेप्से र वित्तीय साक्षरतामा समर्पित भएको छ। आज यो विशेष भिडियोमा हामी आगामी वर्ष 2026का लागि नेप्से सेयर बजारमा कस्तो रणनीति बनाउने र कुन गल्तीबाट बच्ने भन्ने बारेमा 5 मिनटसम्म विस्तृत चर्चा गर्नेछौँ। बजारको मनोविज्ञान र वर्तमान अवस्था बारेमा हेर्दा अहिले नेप्सेमा एउटा यस्तो मोडमा छ जहाँ धेरै नयाँ लगानीकर्ताहरू अलमल्लमा छन्। बजार कहिले बढ्छ त कहिले थोरै अङ्कले घट्छ, तर याद राख्नुहोस् बजार जहिले पनि सिधा रेखामा जाँदैन। एउटा सफल लगानीकर्ताले बजार घट्दा डराउने होइन, बरु राम्रा कम्पनी सस्तो मूल्यमा थप्ने अवसर खोज्छन्। 2025मा अन्त्यतिर पुग्दा हामीले देखिरहेको छौँ कि बैङ्कहरूको ब्याज दर घट्दो क्रममा छ र बजारमा तरलता बढ्दैछ। यो बुल मार्केटमा एउटा बलियो जग हो। जब ब्याज दर घट्छ तब मानिसहरूले बैङ्कमा पैसा राख्नुभन्दा सेयर बजारमा लगानी गर्नु सुरक्षित र फाइदाजनक ठान्छन्। सेक्टरको विश्लेषण हेर्दाखेरि कुन सेक्टरमा पैसा छ भनेर हेर्दा अब कुरा गरौँ 2026का लागि हट केक सेक्टरको बारेमा। पहिलो प्राथमिकता कमर्सियल ब्याङ्क आउँछन्। धेरैले ब्याङ्कलाई स्लो भन्छन्, तर सुरक्षित र ढुक्कको लाभांशका लागि यो भन्दा राम्रो विकल्प छैन। दोस्रो हाइड्रो पावर सेक्टर। यसमा जोखिम भए पनि राइट सेयर र उच्च उतार चढावका कारण छिटै पैसा कमाउनै चाहनेहरूको लागि धेरै आकर्षण केन्द्र बनाइरहेको छ। तर यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने जथाभावी जुनसुकै हाइड्रोमा पैसा नगर्नुहोस्। जुन कम्पनीको उत्पादन सुरु भइसकेको छ र ऋण कम छ त्यसमा मात्र नजर लगाउनुहोस्। तेस्रो माइक्रो फाइनान्स र फाइनान्स सेक्टर। यी सेक्टरमा थोरै पुँजी भएका र चाँडै सर्किट हान्ने क्षमता भएको सेक्टर हुन्। यदि तपाईँ थोरै रिस्क लिन चाहनुहुन्छ भने यी सेक्टर राम्रा फन्डामेन्टल भएका कम्पनीहरू छान्नुहोस्। नयाँ लगानीकर्ताहरूले गर्ने केही गल्तीहरू। धेरै लगानीकर्ताहरूले बजारमा आउँछन् तर केही महिनामै घाटा खाएर भागिन्छन्। किन भन्दाखेरि पहिलो गल्ती हुन्छ हल्लाको भरमा लगानी गर्नु। छिमेकीले कमाए, फेसबुक ग्रुपमा कसैले टिप्स दियो भन्ने पछाडि लाग्दाखेरि यो गल्तीहरू हुन जान्छ। अर्को गल्ती भनेको सबै पैसा एउटै कम्पनीमा लगाउनु। आफ्नो लगानीलाई जहिले पनि डाइभर्सिफाई गर्नुहोस्। तेस्रो गल्ती भनेको घटिरहेको सेयरलाई फेरि पनि भोलि बढ्छ कि भनेर राख्नु नै अर्को गल्ती हुनसक्छ। अर्को गल्ती भन्नाले चाहिँ धैर्यताको कमी। सेयर बजारमा धैर्यता भन्ने एकदमै महत्त्वपूर्ण हुनेछ। पाँचौँ गल्ती भनेको त्यसको विषयमा फन्डामेन्टल ज्ञानहरू नलिनु नै हुन्छ। 2026को लागि सरकार मास्टर प्लान। अब मेरो व्यक्तिगत सुझाव 2026को लागि आफ्नो आर्थिक क्रान्तिको वर्ष बनाउनुहोस्। आफ्नो पोर्टफोलियो 40% हिस्सा सुरक्षित बैङ्क र कम्पनी बिमा राख्नुहोस्। 30% हिस्सा हाइड्रो पावर र बाँकी 30% हिस्सा बोनसमा सम्भावना भएका माइक्रो फाइनान्समा लगाउनुहोस्। बजार जतिसुकै रातो भए पनि नआत्तिनुहोस्। यदि तपाईँले राम्रो कम्पनी छान्नुभएको छ भने समयले तपाईँलाई पक्कै पनि सफलता दिनेछ। हामी नेप्से सरकार मार्फतबाट तपाईँहरूलाई हरेक नयाँ आइपिओको विश्लेषक, दैनिक बजारको अपडेट र मेरो सेयर तथा टिएमएस कसरी चलाउनु भन्ने बारेमा आइडिया दिनेछौँ। निष्कर्ष गर्दाखेरि चाहिँ आज तपाईँको आज यो विश्लेषण कस्तो लाग्यो कमेन्टमा आफ्नो विचार पक्कै लेख्नुहोस्। यदि तपाईँ सरकार परिवारसँग जोड्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर घन्टी बजाउन नभुल्नुहोला ताकि तपाईँले कुनै पनि महत्त्वपूर्ण अपडेट मिस नगर्नुहोस्। तपाईँको लगानी सुधरोस्, बजार हरियो होस्। अर्को भिडियोमा भेटौँला। धन्यवाद।